जाँदैछौँ। कहाँबाट जाने, कसरी जाने, कति लाग्छ, म सबै हजुरहरूलाई यही भिडियोको मार्फत बताइदिनुवाला छु। सबजनाले मलाई किन पहिला बनारस जाँदा भिडियो राखेनौ भन्नु भइरहेको थियो, त्यही भएर मैले अहिले चाहिँ हजुरहरूको लागि भनेर भिडियो राखिदिन लाग्छु। अहिले चाहिँ हामी सुनौली पो भने यहाँ बोर्डरबाट आएपछि यहाँ बस पार्क छ, त्यहाँ बस पार्कमा त्यहाँ बस लागिरहेको छ, त्यसमा जानु पनि मिल्छ। अनि ट्याक्सीमा चाहिँ यहाँबाट गोरखपुरसम्म गएर गोरखपुरबाट ट्रेनमा जान पनि मिल्छ। गाइस अब हामी गाडीभित्र चढ्यौँ। बनारस जानलाई लोकल बस पाउँछ यस्तो सुनौलीदेखि, अनि मस्त जानु मिल्छ। के खानु? खिरा खानु हो यहाँ? खिरा बोल्यो भने यो काँक्रा हो, खीरा हो खीरा। बनारस का टिकट ले लो आप लोग। बनारस चलो बस बनारस है। चलो। बच्चा कैसा साल का है? हाँ 4 लोग थे। अच्छा 1-2 दिन में है? नहीं हम लोग 4 जन। ये देखिए बच्चों को सीट में रख के लगेंगे। यहाँ यस्तो यस्तो हुँदो रहेछ टिकटमा। केही देखे छैन राम्रोसँग, यत्रो ठुलो पानी परिरहेछ। अगाडि सिसा केही देखेन, त्यही पनि हाम्रो गुरुजीले चलाइरहनु भएको। गाइजिनहरूले मोमो सुप खाइरहन्। खै यसको मोमो कुरकुरे मोमो, अनि यो चाहिँ भेज मोमो छ के तर मिठै थिएन नि त्यो मोमो त बहिनी। यो मिठो हो, यो त मिठै थिएन, यो चाहिँ ट्राई गर्छु। यो प्रुफ हो, यो सुतेर गाडीमा भनेर फेरि मस्त के खानु भने तिमीले पनि आनाबाट म गरेको भन्छु। अटोमा बसेर अब हामी कहाँ हिँड्छौँ? नमलघाट। आयन कस्तो छ? नमक चाहिए और डालना है, ठीक है। पानी पुरी खान लाग्यो हामीले चाहिँ यहाँ। हामी चाहिँ अहिले नमो घाटमा छौँ, अगाडि घाट छ अनि हामी चाहिँ यहाँ पानीपुरी खाँदैछौँ। गाइस अहिले हामी यहाँ हेर्नु दुईजना यहाँ हुनुहुन्छ, अनि यहाँ चाहिँ ट्रेन छ, कति क्रुज छ, त्यहाँ उता जेट स्की पनि छ। यो बागमती नदी पनि होइन हो कि नै भन्नु त? बागमती नदी हो कि होइन? गङ्गा नदी हो। के नदी? गङ्गा। अनि गङ्गा नदी। नमस्ते गरेको हात छ, हामीलाई नमस्ते गरिरहनु भएको छ। तिनवटा छ, यो पिल्लरले देखेन एउटा। अब चाहिँ हामी कहाँ जान्छौँ? हामी चाहिँ अब आरती हेर्न जान्छौँ। आरती हेर्नलाई चाहिँ हामी त्यो काशीको बाटोमा जान्छौँ। भोलि हामी कहाँ जाने हो त? भोलि चाहिँ काशी विश्वनाथ मन्दिर दर्शन गर्न जाने हो। स्विमिङ खेल्ने हो? स्विमिङ खेल्नु भन्दैनन् कि डुबुल्की मार्ने हो। डुबुल्की मार्ने यसरी गङ्गा स्नान गरेर खै फेरि गर्न त? गङ्गा स्नान गर्ने हो। गङ्गा स्नान। यता फुच्चा फुच्चीहरू पनि छन्, मम्मीहरू त हुनुहुन्छ, यता ठुलो मम्मीहरू हुनुहुन्छ। धेरै यहाँ अघि नै एउटा केटो थियो, त्यसले खतरा टिकटक बनाइरहेको थियो। त्यसको टिकटक बनाउनु भयो, त्यसको भ्लगमा हालिदिनु पर्ने रहेछ। फेमस हुन्छ त्यो त होइन? खतरा त्यही बनाएको थियो। ल अहिलेको लागि बाई भन्नु। अब चाहिँ हामी गङ्गा घाटमा होइन, त्यहाँ के घाट हो? त्यो घाटको नाम त बिर्सियोस्। काशीको अगाडिको घाटमा गएर आरती हेर्छौँ। ल बाई भन्नु। सन्ध्या हाट। बाई। गाइज हामीहरू चाहिँ यहाँ रिक्सामा बसेर अब बोटको लागि जाँदैछौँ। खासमा होइन, गङ्गा आरती हेर्न जाँदैछौँ। अनि त्यसको लागि चाहिँ हामी यहाँ रिक्सामा यसरी बसेछौँ। हामी पछाडि बस्छौँ। बहिनी मम्मीहरू यसरी अगाडि, हामी चाहिँ यसरी पछाडि बस्छौँ। रमाइलो भइरहेको हामीलाई फर्स्ट एक्सपिरियन्स हो यसरी रिक्सामा।
बल्ल बल्ल पायौँ, दुईवटा मात्र पाउँछौँ, अरू त त्यहाँ दिदी लाइनमा हुनुहुन्छ। चाहिँ रबडी लस्सी हो अनि यो पनि काशी जाने बाटोमा पाउँछ। हेर्दा त यो फिजाकिजा खाएर कस्तो छ भन्छु। अघिको चाट त यस्तो मिठो छ, आज चिया चाट त एकदम दामी। ओके ल देऊ सबैजनालाई। खै त हुन्छ हामी चाहिँ अब काशी विश्वनाथ मन्दिर दर्शन गर्न जाँदैछौँ अनि बोटिङ गर्न जाँदैछ। हिजोको भिडियो इन भएन किनकि राति भइसकेको थियो अनि हामी भिडियो इन गर्न पनि बिर्स्यौँ होइन। आरती हुन त आरती हेर्नु चाहिँ हामी घर गर्थ्यौँ एउटा एउटा सामान लिएर। अनि अब आज बोटिङ गर्छौँ, काशी विश्वनाथ मन्दिर दर्शन गर्छौँ अनि अलिअलि बुझ्छौँ। अनि एउटा कुरा भन्छु मैले यहाँ थाहा पाउँछु, किन हामीले यहाँ नेपालको एटिएमबाट पनि पैसा निकाल्नु सक्छ तर यति हो चार्ज गर्छौँ। क्यास धेरै बोकेर आउन पर्दैन यहाँ हेर्दा। नेपालको चाहिँ यति चल्दैन, पुरै इन्डियन मात्रै चल्छ। अनि त्यो चाहिँ हाम्रो एसबिआई ब्याङ्क अनि आइसिआइसिआई हो कि आइसिआइसीवाला ब्याङ्क अनि त्यसपछि गएर एउटा चाहिँ एससिडिएस ब्याङ्क। त्यो तिनवटा एसडिएफसीबाट चाहिँ हाम्रो चाहिँ एसडिएफसी यो तिनवटा ब्याङ्कबाट चाहिँ हामीले नेपालको एटिएम इफ हाम्रो भिजा कार्ड छ भने चाहिँ निकाल्न मिल्छ क्यास। गाइज अब चाहिँ हामी यहाँ बोटिङ गर्दैछौँ। यस्तो छ यहाँ बोटिङ गर्नको लागि रेडी भइसक्यो अनि हामी यहाँ बोटमा आइसक्यौँ। र चाहिँ एकदम बार्गेनिङ गर्नुपर्छ, बार्गेनिङ गरेर झगडा गरेर यतिभन्दा दिन्न भनेपछि फाइनली हाम्रो ठुलो भन्न चाहिँ यिनीहरूले 3500 स्टार्ट छ। हजुरहरूले पनि त्यसरी नै बार्गेनिङ गर्नु इफ हजुरहरू बनाएर साउन्ड भयो भने, नभए त लुट्ने रहेछ। यति भिड छ यहाँ, यति धेरै भिड छ। अब हामीले नुहाउने स्विमिङ खेल्ने बोटबाट। हामी चाहिँ म चाहिँ होइन, म चाहिँ नुहाउने हो। हेलो गाइस, अब हामी बोटमा आइसकेको यो लाएर बस्नुपर्छ, केही सेफ्टी छैन यताखेरि। यता हेर्नु अब अहिलेको लागि भाइ। यो चाहिँ गङ्गाद्वार हो अनि यो चाहिँ मणिकर्णिका घाट। यहाँ चाहिँ ऊ हुन्छ के अरे जलाउँछन् ऊहरूलाई अनि यहाँ चाहिँ यसरी आया न्यौपानेजी बसेर चिल गर्दै हुनुहुन्छ। अरू चाहिँ हामी सबैजना पछाडि चिल गर्दै। पक्र हजुर कस्तो वेदरमा आएछौँ बनारस, खालि लस्सी मात्र। गाइस अब यहाँबाट भित्र चाहिँ जाने विश्वनाथ मन्दिर जाने भिड, कति भिड छ बाटो। रुबी तिमीलाई पान किनिदिने यहीँबाट हो। अब अहिले भित्र यही गल्लीमा पाउँछ। लुगाले पुरै बनारस बढाले खोर लिएर जाने अब बुटल बनारसको धुलो माटो बोकेर वे टु अन्नपूर्ण टेम्पल।
श्री काशी विश्वनाथ मंदिर जाने का रास्ता ये मार्ग है क्या? इधर आके हम पूरा यो त झन् धुलोले कालो निलो रातो भयो। कति गर्मी छ, ठिकै छ। कति लामो लाइन भइसकेको छ नि, कति लामो लाइन छ। लाइन कहाँ हो कहाँसम्म छ, हाम्रो पालो कति बेला आउँछ थाहा छैन। हामी आउट अफ लाइन छौँ। हामी लाइनमा बसिरहेको छौँ। अनि अहिले मम्मीहरूले भ्याएपछि हामी त्यहाँ पुगेपछि मम्मीहरू नि आउँछ। अहिले चाहिँ हामी 3जना मात्र लाइनमा आएको। गाइस हामीले चाहिँ साडी लिएर निस्कियौँ। अब दुईवटा साडी लियौँ अनि निस्कियौँ ल। बनारसी साडी लिएछौँ हामीले। एउटा गल्लीतिर मैले जाने बेलामा लोकेसन। हाँ, नेपाल से है। आप लोगों ने बहुत अच्छी अच्छी साड़ी दिखाई, इसके लिए धन्यवाद। हजुरहरूलाई साडी चाहियो भने यहाँ आउनु, हामीले लोकेसन राखिदिन्छौँ, मिलाएर दिनुहुन्छ। कश्मीरी चूड़ा ट्राई कर रही है मेरी बहन। अच्छा वाला दुकान है, देखो बढ़िया बढ़िया चूड़ियाँ मिलेगी इधर। हाँ, अच्छा लगा अच्छा लगा। कश्मीरी चुरा लिन आएको, म नेपालदेखि इन्डिया कश्मीरी चुरा लिन भनेर आएको भन्यो भने हजुर बताउनु हुन नि होइन फेरि। गाइस अहिले चाहिँ हामीले मिठा पान खान लागेको। यहाँ चाहिँ मिठा पान हाम्रो चाहिँ यहाँ आयो। कितना है? और एक दीजिए, और एक दीजिए। मान्छी कस्तो रहेछ? कहाँ होइन? यो मम्मीलाई लगिदिनु, म आएको। कस्तो छ आयन? कैसा है? तुम्हारा एक्सप्रेशन बहुत गंदा आ रहा है, पूरे छुइयो। टिस्यू फाटकमा आइसकेका छौँ। हिजो त हामी आफ्नो यहीँबाट हिँड्दा हेर्नु यस्तो बाटोमा हामी हिजो यहाँबाट हिँड्दा ट्रेन रोड्दै हो कि नै बोलेको सुत्ने कि छैन होला, त्यति सुस्ता बोलेको सुन्ने होला नि। यहाँ यस्तो गाह्रो हो, यस्तो बाटो हो नि। कति मान्छे धेरै चाहिँ हेलमेट नलाइकन नेपालले हिँड्छ। हेलमेट नलाइकन सिसा पनि छैन भने सिसा भए पनि यस्तो हुन्छ। नमस्ते गर्छ नि एकअर्कालाई। फर्स्ट बाइक जसमा सिसा छैन। ज्ञानी चाहिँ मान्छे यसमा छैन, यसमा होइन, यसमा होइन। त्यो मान्छे चाहिँ ज्ञानी रहेछ। कस्तो लाग्यो तपाईँ? यिनीहरू चाहिँ यहाँ गन्ने का जुस खान आए। हेलो आयन,
कचोरी लिगेँ भर्खरै चाहिँ एकदम फेमस हो अरे कचोरी अनि मैले लिगेँ अनि यिनीहरूसँग चाहिँ म जाँदैछु सस्तोमा कति जाम छ भने हामीलाई गाडीमा जान अब लेट भोला थुकेको चाहिँ इन्डियन आर्ट भित्ताभरि भोला छोड्न आएको कति ठुलो मान्छे हामीलाई छोड्न आएको छ जान लाग्यो यता दिदी यता हो मम्मी दिदी स्ट्रिङ्क भान्जीले सबै मलाई दिन्छु नहीं जाऊंगी माया चलिरहेछ मामा के अरे भान्जी माइ